पर्दैन यहीँ म आइहाल्छु मलाई पर्छ पानी खाएको छ होला मुखमा जान्छ फेरि खान्छ त्यसले अझ कसै यता बल्यानी हेर्दैछ त्यो जिन्दगी यही होला भन्नु त्यसले त कति हेर्छ होला कस्तो बिराउँछ लगेर हेर्छ हेरेर लु खाँदैछु ल अब तिनीहरू आउँछ त्यसले पानी नै खान पाएन त्यो मिलेन क्या त्यो पारा मिलेन खान नजानेर के भएर रिमुन्टी त्यो तल गयो अनि उसले खाने ऊ खान त खाइरह तर पुगेन ऊ अब अर्को ल्याएर किन खाइस् भनेर बोत्ला म खान्छु भने उसले चाहिँ त्यसले चाहिँ खायो धारै सुकाएर उसको पालो थियो यसले चाहिँ जानो के के गर्नु उसले चाहिँ खाना जानो ल हेर भोत्लाएर उसलाई भुत्याएर निकालेर आफूले खायो त जा म खान्छु भने कति जानु पर्यो त्यसलाई नि खानै आएन त्यत्तिकै बसिरह ऊ होइन खाइन्छ धारै खाइरह होला सबै त के खान्छ त त्यसले धारै घटाइदिन्छ हो कसरी खाँदो रहेछ खोरैतिर लगाएर त्यत्रो धारलाई सुकाएर खाएको हेर्नु त त्यसै भुत्ल्याउँछ त अनि अर्कोलाई ए जिन्दगी बिचार सास प्राण के के सृष्टि गर्नुभएको भयो है भगवानको सृष्टि अपरम्पार छ कि के छ कि सास त्यसलाई पनि हाल्नु सास पीडा हुने त्यही सासलाई फेरि चिसो पनि भन्छ जाडो भएर पर्छ पनि